सो हेलो गाइस, कम्प्युटर ग्राफिक्सको भिडियो लिएर म आएको छु। 2020 सुरु गरिदिउँ ल। एडभान्टेजेस अफ कम्प्युटर ग्राफिक्स के हो त्यो पढ्ने, अनि ऱ्यान्डम स्क्यान भर्सेस रास्टर स्क्यान डिस्प्लेको डिफ्रेन्स बिट्विन हेर्ने, अनि डेरिभेसन हेर्ने। डेरिभेसन चाहिँ के हेर्ने भने डिडिए र बिएलएको एउटा डेरिभेसन हेर्ने युनिट 1बाट। अझ इम्पोर्टेन्ट चाहिँ डिडिएको हो, बिएलए भन्दा पनि। बिएलए पढ्न त टाइम छैन भने डिडिए मात्र हेर्ने। अनि स्क्यान लाइन कन्भर्जन भनेको नै हो। यिनीहरू इलिप्स नहेर्ने, इलिप्सबाट एउटा पनि क्वेसन सोधेको छैन। अनि यो क्लिपिङ स्लिपिङ पछाडि तल पढ्नुपर्छ, यहाँ हेरेर काम छैन। एरिया फिलिङमा त्यो थियो यार, बााउन्ड्री फिल भर्सेस अर्को के फिलिङ हुन्थ्यो क्या, एकछिन ल म पज गरिहाल्छु। त्यो छोड्नुहोस्, त्यसको साटो बरु यहाँ के अरे स्याडो मास्किङ टेक्निक्सहरू छ। स्याडो मास्किङ हेर्ने, अनि स्याडो मास्किङ भर्सेस अघि के थियो, स्क्यान लाइन होला, स्क्यान लाइन टेक्निक हुन्छ। त्यो दुइटा हेर्ने। अनि मिड पोइन्टको सर्कलको अल्गोरिदम आउँछ, सर्कलबाट मिड पोइन्टको सर्कल अल्गोरिदम आउँछ। सर्कल मिड पोइन्ट अल्गोरिदमबाट न्युमेरिकल आउँछ, यसबाट न्युमेरिकल आउँछ, यसबाट न्युमेरिकल आउँछ है। अर्को भनेको यो उसमा भिडियो कन्ट्रोलरको इम्पोर्टेन्स, यहाँ इम्पोर्टेन्ट क्वेसनहरू पनि छ। भिडियो कन्ट्रोलरको इम्पोर्टेन्स के हो त्यो हेर्ने है। यो परेन, यहाँ परेन, मैले अरू त भनिसकेँ। डिफ्रेन्स बिट्विन यो बिम पेनिट्रेसन र स्याडो मास्किङ चाहिँ हो। बिम पेनिट्रेसन र स्याडो मास्किङ होला। स्क्यान लाइन भन्दैछु, बिम पेनिट्रेसन र स्याडो भर्सेस बिम पेनिट्रेसन हेर्ने। अनि त्यति हेरिसकेपछि पुग्छ यो च्याप्टरबाट तल जाउँ। तलबाट 2D ट्रान्सफर्मेसन, 3D ट्रान्सफर्मेसनको होमोजेनियस कोअर्डिनेट न्युमेरिकल आउँछ, यसबाट न्युमेरिकल आउँछ। रिफ्लेक्सनबाट न्युमेरिकल आइरहन्छ, अनि 3Dबाट पनि होमोजेनियसबाटै आइरहन्छ प्रायः जसो। अनि कम्पोजिटबाट न्युमेरिकल आइरहन्छ। दुईवटा स्केल दुईचोटि गर्दा चाहिँ स्केलिङलाई किन मल्टिप्लिकेटिभ भनेर प्रुभ गर्न आउँछ। अनि त्यसपछि अर्को भनेको स्केलिङसँग अर्को के हुन्छ अरे, ट्रान्सलेसन। किन दुईचोटि ट्रान्सलेट गऱ्यो भने चाहिँ त्यो चाहिँ एडिक्टिभ फङ्सन हुन्छ भनेर आउँछ, एडिक्टिभ हुन्छ भनेर आउँछ। त्यो प्रपर्टीलाई प्रुभ गर भनेर सोध्छ, त्यो हेर्ने। अनि क्लिपिङमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कोहेन सदरल्यान्ड लाइन क्लिपिङ, सदरल्यान्ड र ग्यारी हगम्यानको पोलिगन क्लिपिङ। अब यो डेरिभेसन हेर्ने दुइटाको, अनि दुइटाको डेरिभेसन सिम्पल नै छ। अनि त्यसपछि न्युमेरिकल हेर्ने, यदि डेरिभेसन भ्याएन भने न्युमेरिकल चाहिँ आइरहेको हुन्छ। विन्डो टु भ्यू कोडको चाहिँ डेरिभेसन भेरी इम्पोर्टेन्ट है, डेरिभेसन यसबाट चाहिँ सोध्छ नै। अनि तल जाऊँ, इमेज अब्जेक्ट भर्सेस यो इमेज स्पेस भर्सेस अब्जेक्ट स्पेस भनेर हुन्छ। त्यसको डिफ्रेन्स बिट्विन हेर्ने, भर्सेस गरिदिएको छु मैले, डिफ्रेन्स बिट्विन हेर्ने। अर्को भनेको चाहिँ यसको अल्गोरिदमहरू अल्गोरिदम भन्दा नि यो कलर मोडल आरजिबी सिएमवाई र वाइआइक्यू यसबाट सर्ट नोट्सहरू सोधिरहेकै हुन्छ। र यहाँ सबै यो अल्गोरिदम हो, धेरै टाइम त अलिक टाइमै लाग्छ बुझ्न। एकचोटि सर र अल्गोरिदम हेर्ने। अब यहाँ चाहिँ कुन इम्पोर्टेन्ट कुन छैन भन्न मिल्दैन। पेन्टर नि आइरहेको हुन्छ, जेट बफर नि आइरहेको हुन्छ। ब्याक फेस रिमुभल चाहिँ अलिक सोधेको छैन। यस्तै हो। युनिट 5मा जाऊँ। युनिट 5मा भिआरको इम्पोर्टेन्स सोधिरहेको हुन्छ। अब भिआरको टाइप्स इम्पोर्टेन्ट के हो तिनीहरू सब सोधिरहेको हुन्छ। अनि त्यसपछि एनिमेसनबाट अलिअलि क्वेसन सोध्छ। खासै क्वेसन नसोध्ने भनेको चाहिँ त्यो उसबाट हो, फ्ल्यास, एडोबी फ्ल्यासबाट चाहिँ त्यस्तो क्वेसन सोध्दाखेरि कि यो सफ्टवेयरै एब्सोल्युट भइसक्यो, सोध्नुको अर्थ पनि छैन। सोधिहाल्यो भने पनि अब बेसिक कन्सेप्ट पढ्ने। अब कसैलाई अब भिडियो एडिटिङ फोटो एडिटिङ आउँछ भने त्यो एकदम सिम्पल चिज हो। एनिमेसनको प्रिन्सिपलहरू के हो, त्यो स्क्विज एन्ड बाउन्ड्स 12वटा प्रिन्सिपल हुन्छ, तिनीहरू हेर्ने। टाइप्स अफ एनिमेसनहरू के हो तिनीहरू हेर्ने। अनि एनिमेसनको स्टेप्सहरू के हो तिनीहरू हेर्ने। पुग्यो, यति नै हो ग्राफिक्समा। न्युमेरिकल सोधिरहेको हुन्छ। न्युमेरिकल के एउटा भन्दा डिडिए बिएलए, अनि मिड पोइन्ट यहाँबाट। यसबाट प्रायः जस्तो 3Dको कम्पोजिट कि त 3Dको होमोजेनियसबाट सोध्या हुन्छ, कि त 2Dको कम्पोजिट कि त 2Dको होमोजेनियसबाट सोध्या हुन्छ। ट्रान्सलेसन, रोटेसन र स्केलिङ नै प्रायः जस्तो सोध्छ। कहिलेकाहीँ रिफ्लेक्सन र सेयर पनि फ्याट्टाफुट्टा सोधिरहेको हुन्छ। त्यो पनि हेर्ने, त्यस्तो गाह्रो छैन। एउटा फर्मुला हुन्छ, त्यो फर्मुलासँग खालि मल्टिप्लाई गरिदिनुपर्छ। म्याट्रिक्सको मल्टिप्लिकेसन क्यालकुलेटरबाटै हुन्छ। विन्डो टु भ्यूको ट्रान्सफर्मेसनको डेरिभेसन सोधिरहेको हुन्छ, अनि न्युमेरिकल पनि सोधिरहेको हुन्छ। कोहेन सदरल्यान्डको चाहिँ डेरिभेसन नि सोधिरहेको हुन्छ कहिलेकाहीँ, तर त्यस्तो डेरिभेसन भन्दा नि प्रायः जस्तो न्युमेरिकल नै आइरहेको हुन्छ। यस्तो ऊ दिन्छ, दुई तिनवटा पोइन्ट दिन्छ, अनि त्यसपछि लाइनलाई क्लिप गर्नुपर्छ भनेर भन्छ। अनि ग्यारी हर्डम्यान यसबाट नि न्युमेरिकल नै आइरहेको हुन्छ। डेरिभेसन भन्दा न्युमेरिकल नै इम्पोर्टेन्ट हो। यिनीहरूको अल्गोरिदम इम्पोर्टेन्ट हो, यसको डिफ्रेन्स बिट्विन इम्पोर्टेन्ट हो। अनि कलर मोडल चाहिँ आरजिबी सिएमवाई र वाइआइक्यू पढ्ने। अनि टाइप्स अफ एनिमेसन, अनि
एनिमेसनको प्रोसेस के हो, त्यो स्टोरी बोर्डिङ एन्ड स्टफ तिनीहरू हेर्ने। अनि बेसिक प्रिन्सिपल के अरे एनिमेसनको प्रिन्सिपल 12वटा हुन्छ, त्यसबाट 5-10वटा यसो अलिअलि कन्ठाएर जाने। अनि भिआरको टाइप्स अनि इम्पोर्टेन्स, अनि त्यसपछि के हो भिआर भनेर त्यति बुझाएर जाने बस।